भएको छ र म जस्तै यो देशको जिम्मेवारी लिन्छु भनेर यति बेला हामीले मतदान गरेर नेता बनाएर पठाएका नेताहरूले जसले आफूलाई राजनेता भनिरहेका छन् राज्य पनि डुबाए, जनताका छोराछोरी पनि मारे। चाहे सिमानामा होस् कि आन्दोलनमा मर्ने बेलामा सधैँ जनताकै छोराछोरी मात्र हुँदा रहेछ। त्यसैले त आज राजनीतिलाई सच्याउनका लागि, सफा गर्नका लागि र यो राजनीतिक संस्कार परिवर्तन गर्नका लागि कलाकार, र्यापर, पत्रकार सबैजना राजनीतिमा होमिनु भएको छ। तर यो परिवर्तन हामीले मात्र गर्छु भनेर हाम्रो आँटले मात्र चाहिँ सम्भव छैन। यो पटक तपाईहरूले पनि आँट गर्नुपर्नेछ। एक पटक सही व्यक्तिलाई भोट गरेर 5 वर्ष ढुक्क बस्ने कि एक पटक फेरि उनै फेल भएका व्यक्ति नेताहरूलाई भोट गरेर फेरि 5 वर्ष पुरपुरमा हात लाएर बस्ने, त्यो तपाईहरूको अब मतदानले निर्धारण गर्छ। हामीले जसरी आँट गरेर परिवर्तनको आवाज बिगुल फुकिरहेका छौं, तपाईहरूले पनि यो पटक आफ्नो मत परिवर्तन गरेर राष्ट्रिय स्वतन्त्र पार्टीलाई जिताउनु पर्नेछ। हेर्नुहोस्,